सबसे पहिला खाली नै निकाल्नु हो त आफूले बनाएको धुवा त नि टोपी आफ्नै हो यो आफ्नै हो यो सबै आफूले बनाएको बाक्लो छ यो चाहिँ पुरै दुईटा नि एउटा मात्रै निकाल्नु पर्ने एउटा निकाल्नु दुईटा नि यतापट्टि चाहिँ अलि टालेर रहेन छ पुरै टालेको छ यता चाहिँ एक हर्लिस त छ होला एउटैमा एकदम बवाल खालको छ ला भुइँभरि गइसक्यो यसरी काट्नुपर्छ तर अलिक टाइम लाग्छ नि वा भुइँमा यनी भुइँमा दानी नभएको कारणले गर्दाखेरि यसरी खेर जान्छ है उनीहरूले एकदम गाह्ररी बनाएको चाका महको एक दुईवटा फाइदा नि भनिदिनु म चाहिँ यो खाँदा पनि ठिक छ जिउमा लाउँदा नि ठिक छ खाँदा नि औषधि लाउँदा नि औषधि यसमा चाहिँ रहेन रहेछ तर अघिको जस्तो अच्छा टोकै खिल गाडे त्यो टाइममा धनचम्रा आउँदैछ मख चाहिँ दामी